आज आलु फ्राई गर्दैछु। यसमा सोयाबिन पनि मिसाइन्छ अनि एउटा दाइले खसीको मासु पनि ल्याइदिनु भएको छ। त्यो मिक्स गरेर खतरनाक पाराले चाहिँ होइन पुरै जोगी बनाएर खानु हो। आज सिग्नल नटाइन्छ बालै फरेर मसिना मेरो काम भन्ने साथीहरू भिडियो पोस्ट नगर भन्छ कि, किनकि मैले त्यसको भाषामा चाहिँ फोहोर शब्द बोलेको क्या। मेरो गाउँवालाले देख्छ, मेरो घरवालाले देख्छ, त्यस्तो भन्छ। त्यही भएर त्यो तर त्यसको भिडियो चाहिँ हाल्दैन। म हाले पनि कट गर्छु, आवाज कट गर्छु। आज चाहिँ खतरा होला जस्तो छ है। मटन, सोयाबिन, आलु, यो चाहिँ मेरो मसलाको डब्बा भाँडो खाली भइसक्यो। तरकारी के अरे पुलाउ गर्दैछ। त रोटी बन्दैछ। यहाँ साथीहरू भात खाने बेला भइसक्यो फेरि। ओ माई गॉड। यो मान्छेलाई अघिबाट दुईचोटि निप फालेर होइन नाम आयो दुईचोटि फाल्यो। अनि त्यसपछि लास्टमा त्यो सुनिल उपरपट्टि छ नि, सुनिलको के को मसला थियो, पैसा नदिएको, उसले पैसा नबुझाउने, पैसा नबुझाउने त्यो भएको तर उसलाई लगेको थिएन नि त। के को नाम भन्दैछ यसो केसम्म मलाई थाहा ओ माई गॉड, तेल धेरै भएन तरकारीमा। के रे टिनको टोइलेट